हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल न्यू डे एन्ड न्यू भ्लग। सो आजको भ्लग चाहिँ स्टार्ट हुँदैछ पेट्रोल पम्पदेखि। बिहान चाहिँ यस्तो हतार भएको कि मैले घरदेखि स्टार्ट गर्नु सकिनँ। एज युजुअल मेरो जहिलेको यही हुन्छ हो। सो पहिला चाहिँ हामी जाँदैछौँ यहाँ फाफा फल है। यो चाहिँ एउटा फल वाटरफल हो, तर यो चाहिँ क्लोज रहेछ। अब अहिले सिजन छैन अरे। सो हामी चाहिँ एकछिन मात्रै पर्ख्यौँ, त्यहाँबाट फेरि अर्को जग्गा जाने भनेर डिसाइड गऱ्यौँ। क्लोज चाहिँ किन भएको अरे? ए त यहाँ किन नछोड्ने नानीलाई? ओ नो कृष्ण त्यहाँ झरे। सो हामी चाहिँ हल्का ब्रेकफास्ट गऱ्यौँ, किनभने बिहान चाहिँ हामी केही नखाइकन आएको थियौँ नि। अनि यो चाहिँ अर्को वाटरफल जान आँटेको। यो चाहिँ कराङ सुरी समथिङ के वाटरफल थियो, जुन चाहिँ मैले बिर्सेँ है। नाम त एकदम अर्ट खालके क्या, थाहै भएन। सो त्यो चाहिँ म तपाईँलाई तल गएर देखाउने छु के कसो चाहिँ। हेर्दाखेरि चाहिँ एकदमै राम्रो देखियो भ्यू चाहिँ माथिबाट हेर्दा चाहिँ। अब चाहिँ डाइरेक्ट तल गएर चाहिँ हेर्नुपर्छ कस्तो के चाहिँ तपाईँलाई देखाउने छु। यहाँ चाहिँ युज गर्ने माने यो विन्ड ज्याकेटहरू रहेछ। त्यो लियो, चेन्ज गर्यो, गयो। अनि यहाँ तल चाहिँ स्विमिङ गर्यो हो। यहाँ चाहिँ एकदम हजुरलाई कस्तो स्विमिङ गर्नु मन लाग्यो होला है? कस्तो मजा गरेछ है पानीको। यहाँ पानीहरू छ है। यहाँ माथि चाहिँ बोटिङहरू पनि हुँदो रहेछ। त्यो चाहिँ अघि तल झरेको थियो नि त। अहिले चाहिँ हामी माथि आयौँ। माथिको चाहिँ यस्तो रहेछ, तपाईँहरूले देखाउँदैछु हेर्नुहोस् है। म चाहिँ पुरा स्यासे भयो तलबाट हिँडेर आउँदाखेरि। माथि त साह्रो पर्छ। यहाँ तल चाहिँ सबैजनाहरूले स्विमिङ गर्दैछ है, हेर्नु है। कृषिया चाहिँ नहुने भन्दैछ। के अरे? ला लुगा खोल्नु थाले कृषियाले त। के गर्ने? के गर्छौ?
ला स्विमिङ गर्ने भनेर म ला लुगा जुत्ता डल्लै भिजाउँछु है जुत्ता डल्लै भिजाउँछ म भनिदिँदैछु अयो इना मेरो छोरी चाहिँ हिँड्नु नसकेर हेर्नु माथि यसरी हिँड्दैछ अब चाहिँ हिँड्नु सकिन थाकी अनि अब चाहिँ बाउसँग बस्ने अरे माथि बाटो चाहिँ यस्तो रहेछ हिँड्नु एकदमै साह्रो पर्दैछ मलाई चाहिँ छोड्दिन हिँड्नु दिनु के थाक्छु हिँड्नु दिनु थाक्छे म चाहिँ स्यास्या भइसक्यो मेरो छोरी चाहिँ हिँड्नु छोडेछ नि हेर्नु है त्यो स्यास्या हिँडेको अनि यस्तो डेन्जर बाटो नि हिँड्दैछ मेरो छोरी चाहिँ छिटो 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 हिँड माथि माथि यहाँ चाहिँ सबैजना थाकेर आराम गरिराख्नु भएको छ म चाहिँ एकदमै लेट भएँ सबैजना पुगेर थाकेर आराम गर्नुहुँदैछ अहिले चाहिँ हामी आएको छौँ दाउकी रिभर है अब म देखाउने छु तपाईहरुलाई दाउकी भनेको चाहिँ कस्तो रहेछ है पुरा सुनेको थिएँ दाउकी भनेको कस्तो हुन्छ है आज चाहिँ हेर्नु पनि पाएँ हेर्नुस् होला यो चाहिँ बाहिरको एन्ट्रेन्समा चाहिँ यस्तो रहेछ कृष्ण चाहिँ भर्खर सुतेर उठेको मुड भइरहेछ यहाँ चाहिँ यो पो रहेछ यस्तो रहेछ नि त दाउकी भनेको चाहिँ यहाँ यस्तो बोटिङ गर्ने बोटिङ गर्ने बोटिङ गर्ने कृष्ण चाहिँ भर्खर सुतेर उठेको उसको अलिकति मुडक छ यहाँ तर आफै कुदाउनु होइन नि त छ नि त कुदाइदिनेहरू पानी चाहिँ अलिक मैला रहेछ त्यही लागि त्यस्तो क्लियर छैन नभए चाहिँ पुरा क्रिस्टल क्लियर हुन्छ अरे क्या दाउकीको पानी यहाँ चाहिँ के को काम हुँदैछ अरे त्यही लागि एकदम पानी मैला रहेछ फर्स्ट लाइन अफ डिफेन्स इन्डो बङ्गलादेश बाउन्ड्री युएसए बङ्गलादेश बोर्डर जानु सक्दैन ए हामी उता जानु सक्दैन ए अनि बोर्डर पनि यस्तो बाँसको बोर्डर बनाएको अलिक राम्रो बोर्डर त बनाउनु देखाएँ त मैले अघि देखाएको मैले यो चाहिँ हो बङ्गलादेशको बोर्डर हामी चाहिँ उता जानु हुँदैन अरे यहाँ चाहिँ पुलिसहरू बसेको छ यहाँ बिएसएफहरू ए हाम्रो त्यसो भए यति मात्रै हो बङ्गलादेशमा धेरै मान्छे रहेछ त है बङ्गलादेशमा धेरै मान्छेहरू रहेछ यहाँ चाहिँ छैन बोटिङ गर्ने लु बोटिङ गरौँ ल यहाँ आएर त त्यही त गर्नु पर्यो नि बोटिङ बेबी के भयो ऊ जाने अरे हो अब
रुक न त लड्छ है त्यसलाई पकाउनै लड्छ है औ उहाँ पापा कमिङ भन्दैछ उहाँ मेरो छोरीमा जान आँटिसक्यो ल जम उहाँ चढ न यहाँ खै म चाहिँ उता जाम हजुर नानी लिएर बस्नुहोस् उधर बैठो चलो आप उधर ओके ल हजुर चाहिँ एकदम नानी बोकेर बस्नु है बेग उता राख्नु न चिसो हुँदैन त्यो उयो भिज्दैन बेग भिज्दैन ला ओ बाई नानीले चाहिँ हेर्नु न त्यो उसले पो चलाउने अरे हो भगवान् म त के गर्नु पिसालाई त वाउ भन न कृष्ण पानी खेल्दै गएर उहाँ मेरो छोरीले चलाउनु दिइराख्नु न त्यसलाई चलाओस् हात चाहिँ अलिक माथि गर्नु भिज्दै ला त्यसको हेर्नु जसलाई भिज्दैन अलिक माथि गर त्यो भिज्छ फेरि त्यसलाई छुन्नु नछोड्नु है त्यसो गर्दैन बेबी पानी चाहिँ अलिक मैला रहेछ नि त है यो पानी पुरा सफा हुन्छ अरे नि त अरू बेला सायद यिनीहरूले गर्दै होला कि मैला भएछ पानी चाहिँ कस्तो दामी भ्युज भगवान् पहाडहरू हेरेर कस्तो दामी साथैमा यहाँ छोरीले पनि मजा लिँदैछ है बोटिङको पापा के हो यहाँ हेर्नु नि यस्तो दामी भ्युज के बाबा कस्तो मन पर्यो हामी चाहिँ एकछिन यहाँ उत्रेको 45 मिनट्सको लागि बोटिङ रिजर्भ गरेको थियौँ सो 5 मिनट्स चाहिँ यहाँ दिन्छ अरे हामीलाई फोटोसोटो खिच्यो के खाऊ सो यहाँ चाहिँ यस्तो रहेछ यस्तो एकदमै खोलाको बिचमा हिँड्नु न यहाँ चाहिँ यस्तो रहेछ के खाने जग्गा हेर्नु